जाने भाइ होइन क्या अहिले हेर्नु न मलाई थाहा छ आदेश छैन क्या आदेश भने पुष्पाबाट आउनु म त चिठी आउनु पर्यो कहाँबाट आउनु पर्यो कुनै एउटा वैज्ञानिक चिठी हुन्छ वैज्ञानिक भने कैटोलको बाटो खोल्न खोल्न सोध्नु पर्दैन कि मलाई थाहा छ होइन क्या केबिडिएको यहाँ आउनु पर्छ सोध्नु एउटा चिठी त चाहियो अब चिठी चाहिँ हामीले आउँदै गर्छ हजुर होइन अहिले अब डिजिटल कपी भए पनि हेर्नुहोस् न मलाई अब मैले पनि तपाईँले सुन्नुहोस् न तपाईँले अनावश्यक केही चाहियो भने कि तपाईँले अहिले त एकछिन होइन सुन्नुहोस् न हामी कुरा हुँदै काम गर्छौँ यो पर्खाल भत्काउनुपर्छ होइन क्या यस्तो छ भित्र डाइरेक्ट छ यो मलाई थाहा छ बिहारको सेक्युरिटी भन्दा जनताभन्दा ठुलो ऊ होइन बिहारको कुरा मैले बुझ्छु क्या होइन हजुर मैले बुझ्छु मैले पनि सोध्नु पर्ने होला रिपोर्ट गर्नु पर्ने होला रिपोर्ट भनेको तपाईँको यो जङ्गलभित्रको यो बाटो यो मापदण्ड राजनीति हुन्छ नि हजुर राजनीति हुन्छ बुझेँ भने कि मैले यो चाहिँ नेपाल ट्रस्टसँग सम्बन्धित विषय हो नेपाल ट्रस्टको चाहिँ चेयरम्यानको हजुर त्यो त मलाई भौतिक पूर्वाधार मन्त्री हो उहाँ चाहिँ केबिडिएबाट आउनु भएको छ अहिले अब हेर्छु त सर यो एकछिन त रोक्नु पर्ने हो अब हेर्छु त रोकिँदै भर्किन्छ यो भर्किन्छ यो रोक्न मिल्दैन तपाईँलाई कन्फ्युजन कुनै सम्माननीय प्रधानमन्त्रीको सम्पर्क सुन्नु सर रोकिँदैन यसो तपाईँले तपाईँ जस्तो सरकारी निकाली आएर भन्दाखेरि अप्ठ्यारो हुन्छ होइन हजुर अब यसो चिठी त चाहियो चिठी चाहिँ हामीले ठुलो सर सन्तोष पाण्डेलाई दिइहाल्नु यसो गर्नु कुरा गर्दै गर्दा घाट साहब एकछिन त सर यो रोकिँदैन 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 रोक्ने काम नगर्नु होला